Question number 1 I. Find the value of sine minus 165 exercise 7.1 trigonometry chapter. हामीलाई यहाँ साइन माइनस 165 को भ्यालु फाइन्ड गर्नु छ। साइन को केसमा है यो माइनस हामीले अगाडि लेख्नु पर्छ र कस र सेकमा है माइनस जुन ब्र्याकेट भित्र हुन्छ त्यसलाई प्लसैमा लेखिन्छ र ट्यान भए पनि साइन भए पनि है माइनस बाहिर लेख्नु पर्छ। अनि यहाँ 165 डिग्रीलाई 180 डिग्रीबाट घटाएर चेक गर्नुस् है। 180 बाट 165 घटाएर हेर्नुस् त कति आउँछ। 15 डिग्री आउँछ नि हो। यानी कि यो 15 है जुन छ नि 15 हामीले यसलाई 180 माइनस 15 लेख्न सक्छौं 165 डिग्रीलाई। तर माइनस साइन 165 को ठाउँमा अब हामीले 180 माइनस 15 लेख्न सक्छौं किनभने 180 माइनस 15 भनेको 165। अब यसमा हामीले के गर्ने त यो माइनस को माइनस लेख्नुस् र यो कास्ट टुल यसमा हैन कास्ट टुल त साइन को लागि युज गर्नुपर्छ। यहाँ 180 को केसमा साइन साइनै रहन्छ माइनस को माइनस अगाडि ल। अनि 180 हुने हुँदा हामीले साइनलाई साइनै लेख्नु पर्छ अनि 15 डिग्री लेखिदिने किनभने 90 है अड नम्बर हुन्छ नि है। 90 एउटा 90 भयो भने साइनलाई कस, दुईटा 90 भयो भने जस्ताको त्यस्तै राख्नु पर्छ साइन को साइन कस को कस है। अनि यहाँ हामीले साइन त लेख्यौ अनि कास्ट रुलले है कास्ट रुलले के भन्छ त यो 15 डिग्री है 180 माइनस 15 कहाँ पर्छ त 180 माइनस 15 हाम्रो सेकेन्ड क्वाड्रेन्टमा पर्छ र सेकेन्ड क्वाड्रेन्टमा हाम्रो पोजिटिभ हुन्छ त त्यही भएर साइन 180 माइनस 15 भनेको साइन 15 यो माइनस त हाम्रो अगाडिको माइनस आको है त्यो ल। अनि साइन 15 डिग्रीलाई हामीले के गर्नुपर्छ साइन 15 लाई 45 डिग्री माइनस 30 डिग्री है स्ट्यान्डर्ड जुन हाम्रो जुन भ्यालु हुन्छ नि 45 डिग्री त्यसमा लेख्नुस्। अनि त्यसपछि साइन a माइनस b को फर्मुला के हुन्छ साइन a यानी कि साइन 45 डिग्री इन्टु cos 30 डिग्री माइनस को माइनस cos 45 इन्टु साइन 30 डिग्री। अब हामीले यो माइनस को भयो बाहिर जुन छ त्यसलाई जस्ताको त्यस्तै साइन 45 इज इक्वल टु 1/√2 अनि इन्टु cos 30 भनेको √3/2 अनि माइनस को माइनस cos 45 भनेको 1/√2 इन्टु साइन 30 1/2। अब तल हामीले हेर्यो है माइनस को माइनस दिनुपर्छ ब्र्याकेट लिनुस् या ब्र्याकेट लिनुस् ल नलिदा पनि हुन्छ। अनि यहाँ हाम्रो 2√2 छ है तल सेम छ नि न्युमरेटरमा त्यही भएर एलसीएम मा 2√2 आउँछ र सेम एलसीएम दुवैमा हुने हुँदाखेरि 1 इन्टु √3 माइनस 1 1 जा 1 अनि यही हो हाम्रो फाइनल आन्सर। आन्सरमा तपाईलाई हैन यो माइनसलाई बिचमा लेख्ने ब्र्याकेट नलेख्दा पनि हुन्छ। यति हो यसको सल्युसन। युट्युब च्यानलमा है अरु पनि वेदान्तको पुरै किताबको सल्युसन छ गएर हेर्नु होला। यो इसेन्शियल अप्सनल म्याथमेटिक्स क्लास 10 विद्यार्थी प्रकाशनको सल्युसन हो। यसको अहिले प्रोपर तरिकाले प्लेलिस्टहरु बनाएको छुइन र यो है मैले जुन यहाँ जुन स्टेप यहाँ मैले के गरे भने यो माइनसलाई भित्र लादा पनि हुन्छ है। माइनसलाई भित्र लानुको मतलब के हो यो √3 को अगाडि प्लस छ अनि माइनस चाहिँ बाहिर छ त यो माइनस अनि √3 अगाडिको प्लस माइनस प्लस माइनस हुन्छ त माइनस √3 लेख्नुको साटो यसलाई सेकेन्डमा लेख्नुस् र यो माइनस बाहिरको र -1 भनेको माइनस माइनस प्लस 1 है त प्लस 1 लाई अगाडि लेखिएको छ ल। बाहिरको माइनसले भित्रको साइनलाई चेन्ज गरेर लेखिएको छ त्यहाँ।